हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो सानो भिडियोमा। आज चाहिँ हामी धानको आली काट्न आएका थियौँ र आली काटिसकेपछि यस्तो छेउमा धानको छेउमा हेरेको त न्युरोहरू साकै छ। अब यो न्युरो हामी टिप्दैछौँ अनि यो न्युरो पनि यस्तै झाडीहरूमा धेरै लुकेर बसेको हुन्छ कि यसलाई खोज्नुपर्छ। हेर्नुहोस् है, यहाँ म कसरी टिप्छु यो न्युरो र कति झाडी छ। अब यसलाई सफा गरेर खोज्नुपर्ने हुन्छ। हामी चाहिँ एकजना घाँस काट्ने, एकजना चाहिँ न्युरो टिप्ने। मैले चाहिँ यति टिपिसकेँ, अब टिप्दैछु। यहाँ चाहिँ झाडीमा लुकेको हुन्छ क्या, यसरी खोजी खोजी टिप्नुपर्छ। त्यसैले यो चाहिँ नर्कट हो, यसले लाग्यो कि हात काट्छु न्युरो त कति धेरै रहेछ। मेरो भाउजूले कति धेरै टिपिसक्छ। यदि तल तल चाहिँ सानो सानो टुसाहरू आएको हुन्छ न्युरोको। यो चाहिँ हाम्रो धानबारी। यहाँ चाहिँ हामीले आली काट्यौँ। आली काटिसकेपछि चाहिँ हामी यता न्युरो टिप्दै एकछिन छ भाउजू। न्युरो चाहिँ हामीले धेरै बनाइसक्यौँ। यता चाहिँ मेरो कान्छो बहिनी उता तल के हराए जसरी खोज्दै होइसिन्छ क्या, पुरै सानो सानो हुन्छ नि त न्युरो। त्यसैले यहाँ चाहिँ हामीले न्युरो टिपिसकेर भाउजू चाहिँ बाँध्दै होइसिन्छ। अनि हामीले चाहिँ यति धेरै टिप्यो, हेर्नुहोस्, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा मुठा टिपिसक्यौँ। अब हामी चाहिँ यसलाई घर लगेर अनि हामी चाहिँ पकाउँछौँ अनि बेलुका साँझ रोटीसँग खान्छौँ। न्युरो चाहिँ हाम्रो घरको सबै फ्यामिलीको फेभरेट हो नि है। त्यसैले हामीले घाँस काट्न छोडेर पनि यो न्युरो चाहिँ टिपेको। अब चाहिँ हामी घाँस काट्न जाँदैछौँ किनकि गाई भैँसी धेरै छ नि त, त्यसैले अब घाँस पनि चाहियो। अब भाउजू घाँस बाँध्दै होइसिन्छ। यहाँ काटेको न्युरो सँगसँगै घाँस काटेको चाहिँ बाँध्दै होइसिन्छ। फेरि हामी यो बाँधेर उता पनि काट्न जानु छ। चाहिँ भाउजू बाँध्दै होइसिन्छ घाँस। अझ 2 मुठा काट्नु पर्ने छ, अझै काट्नु छ उता। ल हामी चाहिँ उता घाँस काट्न जाँदैछु। यो चाहिँ बाख्राको लागि भयो, अब गाई भैँसीको लागि चाहिँ अब काट्न जाँदै। हाम्रो चाहिँ अब घरदेखि घाँस काट्ने भनेर प्लान भएर आएको थिएन। अनि यता चाहिँ आली काट्दाखेरि छिटो सकियो अनि हामीले तरकारी पनि टिप्यौँ। अब 2 मुठा घाँस घर जाँदाखेरि खाली हात किन जाने भनेर घाँस काट्नको लागि त्यस्तै रक्सी बनाउँदैछु मैले। यता चाहिँ घाँस काट्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो घाँस धेरै छ। यहाँ चाहिँ भाउजूहरू घाँस काट्दै होइसिन्छ। बुनुहरू पनि छन्, लाइनमै काटिरहेछन् कि 3जना। म चाहिँ भिडियो बनाइदिने मान्छे। तर बर्खामा चाहिँ जताततै हरियो हरियो घाँस हुन्छ के। बर्खामा चाहिँ नो टेन्सन घाँसको लागि चाहिँ। यो चाहिँ हाम्रो भुक्केवाला चरी घाँस। यो चाहिँ दलेर गाई भैँसीलाई भुस्सा मिलाएर हाल्यो भने चाहिँ तिनीहरूले चाहिँ मजाले अगाउँछन्। यो चाहिँ बर्खामा धेरै हुन्छ है। उहाँ चाहिँ भाउजू होइस्यो, घाँस काट्दै होइसिन्छ। भाउजू चाहिँ धेरै मेहनती होइसिन्छ के। हेर्नुहोस्, यहाँ चाहिँ घर जानुको लागि रेडी। अब हामी चाहिँ मुठा बाँधेर चाहिँ हामी घर जाँदैछौँ।